परियति वक्तृत्व कला सञ्चालक समिति गोशाले व युवक बौद्ध मण्डल नेपाल व बौद्ध परियति केन्द्र या व्यवस्थापन सुइगुक्कागु परियति वक्तृत्व कला प्रतियोगिता जुगुदु परियति वक्तृत्व कला सञ्चालक समिति सचिव सुनीति बज्राचार्य सभनायसी जुगु ज्याजोया उलेज्या बिच्छु पञ्जारत्न महास्थवीर यान बिचागु ख समिति 2063 साल निस्वाना नापाङ्गु परियति वक्तृत्व कला प्रतियोगिता निस्वाथा ठाउँ 39औं परियति वक्तृत्व कला प्रतियोगिता न्याका चोना ठुगु परियति वक्तृत्व कला प्रतियोगिता या मूल उद्देश्य युवा वर्गपिण्ड नयागु शैली या विकास यागु नैतिक विकास यागु बौद्धिक विकास यागु नाप बुद्ध धर्म संघ व परिधि शिक्षा सम्बन्धी जनचेतना जागरण याना ओया चोलु जुल 39औं परिधि वक्तृत्व कला प्रतियोगिता ठन विद्यापी छापी ट्यूबी आत्मा छकल लसकुस 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 उसे दुख उत्पन्न होता है तो भगवान ने कहा कि दुख है और दुख है, दुख का कारण है और दुख का निवारण है। तो जीवन में व्यक्ति राग द्वेष मोह माया तृष्णा सभी से जो है जब मुक्ति पा जाता है तो निर्वाण की प्राप्ति कर लेता है। इसलिए जीवन में सदाचार का जीवन जीना चाहिए। जो भगवान बुद्ध का सधर्म है उसको जीवन में आचरण के रूप में जो है अपने जीवन में उतारने का प्रयास करना चाहिए। ज्याजोले युवक बौद्ध मण्डल नेपाली नायक राजन साक्य परियति वक्तृत्व कला सञ्चालक समिति ज्याजो कजी देवेन्द्र वज्राचार्य धम्मसा कक्षाय नायक कुलमान साक्य लगायत परियति वक्तृत्व कला महत्त्व बारे नवनदीको ख ज्याजोले परियति वक्तृत्व कला प्रतियोगिता बोती कापी बोमितेस परियति अतिथि पक्ष बारे नचुब्युगु ख आजसम्म उत्पन्न भइसकेका 28 जना सम्यक सम्बुद्धमध्ये चौथो दिपङ्क बुद्धको पालामा सुमेध ऋषि भई जन्मलिनु भएको बोधिसत्वले दिपङ्क तथागतबाट भविष्यमा बुद्ध नै हुने भविष्य व्याकरण पाए पश्चात 4 असङ्ख्य 1 लाख कल्प जन्मली सम्पूर्ण धर्म पारमिता सम्पन्न गरी नेपालको लुम्बिनी बगैँचामा सिद्धार्थ बोधिसत्वको रूपमा जन्मलिनु भयो। उहाँ बोधिसत्वले 4 निमित्त साक्षात्कार गरे पश्चात अषाढ पूर्णिमाको दिन महाविनिष्क्रमण गर्नुभयो र वैशाख पूर्णिमाको दिन 35 वर्षको उमेरमा बोधि ज्ञान लाभ गरी बुद्ध कहलाउनुभयो। बुद्धत्व प्राप्तपछि उहाँले पञ्चभद्र वर्गीय भिक्षुलाई धर्मचक्र प्रवर्तन गर्नुभयो र बहुजन हित र बहुजन सुखको लागि गाउँ गाउँमा नगर नगरमा प्रचलन गरी धर्म प्रचारमा लाग्नुभयो। यस क्रममा हजारौं लाखौं व्यक्तिहरूले धर्मको रसपान गर्न पाए, हजारौं प्रवचित भई बुद्ध शासनका अंशियार बने र सम्पूर्ण जनबोधि बोध ज्ञानबाट लाभान्वित भयो। साथै चतुर परिषदका लाखौं व्यक्तिहरूले निर्मल धर्मचक्षु प्राप्त गरे र मार्गफलमा प्रतिष्ठित भए। भगवान बुद्धले आफ्नो जीवनकालमा भन्नुभएका ओवादहरूलाई नै धर्मको रूपमा चतुर परिषदले स्वीकारे र अनुसरण गरे। प्रत्येक व्यक्तिको आफ्नो कर्म हुन्छ, हुन्न र निर्णायक मण्डलज्यू। त्यसैले त हामी सबै फरक फरक छन् र सम्पूर्ण र हरेक कर्मको पनि आफ्नो फल हुन्छ। सर्वप्रथम हामीले पञ्चशीलको बारेमा थाहा पाउनुपर्छ। आखिर के हो त पञ्चशील भनेको? हरेक गृहस्थले पालना गर्नुपर्ने 5 वटा महत्त्वपूर्ण जीवन उपयोगी शील अथवा नियमहरूलाई नै हामीले पञ्चशील भनेर बुझेका छौँ। हरेक गृहस्थले आफ्नो जीवन सफल बनाउनको लागि पालना गर्ने पर्ने 5 वटा शीलहरू हो। धर्मलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरूकता, जनचेतना, होस, साक्षीभाव तथा दृष्टाभाव हो। त्यसैले कुनै कार्य गर्दा पनि ध्यान दिएर राम्रोसँगले होस कार्य गर्दा एकदमै राम्रो हुन्छ। के हो त ध्यान?
ध्यान भन्नाले हाम्रो यो चञ्चल मनलाई स्थिर गर्ने नियन्त्रित गर्ने अभ्यास हो। ध्यानले मनमा उत्पन्न हुने लोभ, रिस, ईर्ष्या, डाह जस्ता मैल अर्थात् फोहोर हटाई मनलाई शुद्ध तथा परिशुद्ध गर्न मद्दत गर्छ। भगवान बुद्धले महापरिनिर्वाणको समयमा यस विषयलाई यस प्रकार भन्नुभएको थियो। सुभद्रालाई उपदेश दिइसकेपछि भगवानले आनन्दित कविलाई ढाकी यस्तो आज्ञा गर्नुभयो, आनन्द निर्वाण भइसकेपछि तिमीहरूको मनमा अब हामीलाई उपदेश दिने कुरो भएन, अब हाम्रा शास्त्र छैनन् भने मान पर्न सक्छ। तर आनन्द त्यस्तो मनमा लिनुहुन्न। प्रत्येक मानिसहरूले आफ्नो जीवन सफल होस् भन्ने चाहना राख्दछ। प्रत्येक मानिसहरू आफ्नो इच्छा अनुसार सुख र शान्तिका साथ सफल जीवनका लागि चिन्तन र प्रयास आवश्यक गर्दछन्। मानिसहरू खुसी को चाहँदैन, सबैजनालाई दुःखी भइरहेको छ। सबै मानिसहरू अशान्त छन्। यो संसारमा सबैजना दुःखी छन्। कसैलाई यो कुराको दुःख, कसैलाई त्यो कुराको दुःख, आज यो कुराले दुःख, भोलि यो कुराले दुःख। संसारमा सबैजना अशान्त र दुःखी भएर बसेका छन्। सबैजना यो दुःख र अशान्तिबाट छुटकारा र मुक्त पाउन चाहन्छन्, तर त्यो मुक्त हुन सकिरहेका छन्। गृही हुनेमा आमा बुवाप्रति आफ्नो सन्तानले 5 प्रकारका नियमहरू पुरा गर्नु परेको छ, जसमा केही यस प्रकार रहेका छन्। 1. आमा र बाबाको सेवा गर्नुपर्छ। 2. आमा र बाबाको कुल वंशलाई स्थिर गर्न सक्नुपर्छ। 3. आमा र बाबाको राम्रो कामलाई निरन्तरता दिने र यदि उहाँहरू केही कारणवश नराम्रो बाटोतिर हिँड्दै हुनुहुन्छ भने उहाँहरूको त्यस नराम्रो कामलाई त्याग्नको लागि ज्ञान, सल्लाह, सुझाव दिने गर्नुपर्छ। ध्यान भनेको हामी सबैलाई थाहा भएकै कुरा हो कि शान्त ठाउँमा हामीलाई सजिलो हुने तरिकाले कलेटी मारेर, आँखा बन्द गरेर, ढाडलाई सिधा राखेर मनलाई एकाग्र गरी बस्नु नै ध्यान हो। तर यति मात्र नभई हामीले दैनिक जीवनमा बिहान उठेदेखि राति नसुतेसम्म दैनिक रूपमा गर्ने कार्यहरूलाई एकदम होस राखेर गर्नु पनि ध्यान हो। यही सन्दर्भमा भगवान बुद्धले पनि भन्नुभएको छ कि अपमादेन सम्पादेन, अर्थात् होस र अप्रमादी भएर होसपूर्वक काम गर्नुपर्छ। के हो त आखिर बुद्ध धर्ममा चैत्य पूजा भनेको? यो टोटली बुझ्नको लागि, सबै बुझ्नको लागि प्रत्येक शब्दहरूको अर्थ बुझ्नु एकदम जरुरी रहेको छ हैन। बुद्ध भनेको के हो त? बुद्ध भनेको ज्ञानको उच्चतम बिन्दुमा पुगिसकेको त्यस्तो व्यक्तिलाई बुद्ध भनिन्छ। बुद्ध भगवानले सिकाउनु भएको सम्पूर्ण ज्ञान गुणको कुरा उपदेशलाई धर्म भनिन्छ। अनि त्यस्तो धर्मलाई पालन गर्ने व्यक्तिहरूलाई सङ्घ भनिन्छ, ग्रुपलाई सङ्घ भनिन्छ। यसरी बुद्ध धर्ममा चैत्य पूजा भनेको, चैत्य भनेको त के हो? चैत्य भनेको भगवान बुद्धलाई स्मरण गर्नुको लागि, हाम्रो मनमा भएका, चित्तमा भएका फोहोर मैलाहरूलाई हटाउनुको लागि हामीसँग भएका विभिन्न कुरा फोहोरहरू हुन्छन्। मनमा चित्तमा धेरै नराम्रो कुराहरू भइरहेका हुन्छन्। त्यो नराम्रो कुराहरूलाई हटाउनुको लागि र बुद्ध गुणलाई स्मरण गर्नुको लागि बनाइएका बौद्ध स्मारकलाई चैत्य भनिन्छ।